भए यो संसार देख्ने थिएन होला। आमा आज तिमी नभएको भए यो संसार देख्ने थिएन होला। आमा तिमी आज नभएको भए मैले ईश्वर चिन्ने थिएन होला। आमा तिमी आज नभएको भए मैले ईश्वर चिन्ने थिएन होला। तपाईहरू आफ्नो आमाले दोहोऱ्याउँदै गर्नुभएको छोराछोरीहरूलाई है आशिष क्लेम गर्नुहोस्, बोल्नुहोस्, पुरा हुन्छ है। आमा मलाई जन्म दिनुभयो, कर्म दिनुभयो, यो संसारमा योग्यको बनाउनु भयो। आमा आज तिमी नभएको भए, आमा आज तिमी नभएको भए, आज दिनमा आजको संसारमा यो स्थितिमा टेक्नोलोजी थुप्रै अगाडि गइरहेको छ। नानीहरूले यो शब्दलाई भुल्न गइरहेको छ। प्रिय म हाम्रो जवान भाइ बहिनीलाई यो भन्न चाहन्छु, यदि तिम्रो आमा नभएको भए आज तिमी यस जग्गा हुने थिएन होला। यदि तिम्रो आमा नभएको भए आज तिमी यस जग्गामा हुने थिएन होला। त्यसर्थ प्रिय आमालाई सम्मान आदर दिनु सिक्नुपर्छ। भाइ बहिनीहरूलाई म यो हौसला दिन चाहन्छु। आमा मलाई हजुरको कोखमा 9 महिना पाल्नु भयो, कष्ट सहनु भयो, दुःख पीडा मार्गा सहनु भयो। आमा आज तिमी नभएको भए, आमा तिमी आज नभएको भए, आमाहरूलाई थाहा छन्। भाइ बहिनीहरूलाई म भन्छु, त्यो अवस्था, त्यो 9 महिना कोखमा पालेको तिमी र मलाई पालेको अवस्था, तिमीले पेटमा जे खानेकुरो रहर गरेको थियौ, तिमीलाई त्यो आमाले त्यति बेला खुवाएको थियो। तिमीले जति सुकै पीर कष्ट दिएको थियो त्यो आमाले सहेको थियो। त्यसर्थ आज आमा तिमी नभएको भए, आज आमा तिमी नभएको भए, आमा हजुर मेरो असल शिक्षक हुनुहुन्छ। हजुरले मलाई हात समाती एबिसिडी सिकाउनु भयो। हजुरले मलाई हात समाती एबिसिडी सिकाउनु भयो। आमा तपाईँको लक्ष्यमा मलाई तोती बोल्ने सिकाउनु भयो। आमा तपाईँको लयमा मलाई तोते बोली सिकाउनु भयो। आमा औँला समाती मलाई हिँड्न सिकाउनु भयो। आमा हजुरले मलाई औँला समाती हिँड्नु सिकाउनु भयो। आमा आज तिमी नभएको भए, आमा आज तिमी नभएको भए यो संसार मैले देख्ने थिइनँ होला। आमा मेरो असल मित्र हुन्। आमा मेरो असल मित्र हुन्। आमा जीवनको भाव बुझ्ने तिमी हुन्। आमा मेरो जीवनको भाव बुझ्ने तिमी हुन्। आमा बिमारी हुँदा प्रार्थना गर्ने तिमी हुन्। आमा म बिमार हुँदा रातभरि जागो बस्ने तिमी हुन्। त्यसर्थ आज यस संसारमा आमा तिमी नभएको भए, त्यसर्थ आज यस संसारमा आमा तिमी नभएको भए। धन्यवाद। विशेष